यसरी चाहिँ नि भैँसी पाल्नु भएको छ। ल हेर्नुहोस् भैँसी चाहिँ यसरी पाल्ने हो। गाई बस्तुलाई यसरी टक्क घाँस दिएर यस्तो चाहिँ नि गरिएको छ। ल हेर्नु होला साथीहरू, यसको चाहिँ बच्चा यहाँ चाहिँ नि छ भने माउ चाहिँ यता आउँदैछन्। यसरी यो भैँसी गाई टक्क बाँधेर यसको चाहिँ बिमा पनि गरेर छ है। बिमा पनि गरिएको छ भैँसीहरूको। हेर्नु होला यसरी चाहिँ पराल दिएर मजाले मस्त तरिका चाहिँ पालिएको छ। यो हो नि त भैँसी पाल्ने तरिका, यस्तो तरिकाले गरिएको छ। यो दुध दिने हो दाजु? दुध दिन्छ है। यो चारैवटाले, गाईले पनि भैँसीले पनि? कति दिन्छ यो भैँसीहरूले दुध? 11 भैँसीको? ओहो, अनि कहाँ लानुहुन्छ? बेच्न लानुहुन्छ? ए डेरीमा लानुहुन्छ है। कसरी बेच्नुहुन्छ? यो लिटर कसरी बेच्नुहुन्छ? 25 भनेपछि के कुरुवाको हिसाबले बेच्नुहुन्छ र? ए फ्याटको हिसाबले बेच्नुहुन्छ है। ए भनेपछि एक बिहान दुहेको चाहिँ नि 11 कुरुवा? एक दिनको बिहान बेलुकाको? ए भनेपछि त तपाईँको चाहिँ यो भैँसी पालनबाट राम्रै आम्दानी छ। राम्रै छ है। यिनीहरूलाई चाहिँ स्याहार चाकड गर्नु पर्यो। ठिक छ, घर परिवार यसैबाट चलिरहेछ। भनेपछि यसको बिमा पनि गर्नुभएको छ? बिमा गर्नुभएको छ है। ल तपाईँको फार्मको चाहिँ यो भैँसीहरूको चाहिँ यहाँ सबैजनाले हेर्नुहुन्छ, देश विदेश सबैतिर हेरिराख्नु भएको छ। यो तपाईँले के भन्न चाहनुहुन्छ अरूलाई? केही थोरै चाहिँ भनिदिनुहोस्। हजुर, तपाईँको थोरै नाम एड्रेस पनि बताइदिनु न यसमा। तपाईँको नाम ठेगाना पनि बताइदिनुहोस् न। कान्छा स्याम्बो, यो शङ्करापुर 8 मा पर्यो। शङ्करापुर 8 मा कान्छा, ए 4 हो यो। शङ्करपुर 4 मा पर्यो यो कान्छा स्याम्बुको होम। ल हेर्नुहोस् है, उहाँ चाहिँ एकजना गाउँमा यसरी कृषि व्यवसाय यसरी सञ्चालन गरेर यस्तो राम्रो तरिकाले गर्नुभएको छ। सबैजनाले कृषि व्यवसायलाई चाहिँ नि पेसागत रूपमा चाहिँ गर्नुपर्छ भन्ने उहाँको धारणा छ। ल हेर्नु होला साथीहरू, नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। म यस्तै नयाँ भिडियोहरू लिएर आउनेछु। हस्त नमस्कार।